तर अब त मलाई यो भिडभाडमा भिडियो बनाउनु केही जस्तो पनि लाग्दैन यार। आम्मा अहिले भर्खर के भयो भने नि हामी यहाँ बिहान झन् छिट्टो उठेर आयौँ होइन, बिहानै बजार आयौँ। यो दोकानहरू पनि कतिवटा खोलेको थिएन होइन, मोबाइल ब्याङ्किङ नै चलेन त्यति बेला होइन। फेरि एटिएममा गयौँ, एटिएम फेरि ठ्याक्कै हिजो एक्सपायर होइन, ब्याटलक है यो चाहिँ सुन्नु, ठ्याक्कै हिजो एक्सपायर। अनि ब्याङ्क गयौँ होइन, केही भयो होला अब हाम्रो मात्रै भयो होला, ब्याङ्क गयौँ होइन, छिर्यौँ ब्याङ्क छिरेर पनि पुरै सिस्टमकै फल्ट रहेछ होइन, अपडेट आएको रहेछ होइन। टेन्सन भयो नि, घर गयो भने चेक ल्यायौँ, अनि फेरि घर यहाँ आयौँ होइन, अनि चेकदेखि निकाल्ने भनेको फेरि के भयो मोबाइल ब्याङ्किङ चलिरहेछ। यस्तै छ लाइफ अपडेट। यहाँनिर ब्याग किनेको एउटा रुबकको होइन, बबाल हुन्छ यो रुबक चाहिँ होइन, ओपर ब्याग हुन्छ। यहाँनिर जाम भइसक्यो। हाम्रो ब्याटलक चाहिँ कति तकलको ब्याटलक रहेछ भने नि आज यहाँ पानी परिदिँदैछ हो, अब पानी परिदिँदैछ हो अब यार। तर अब यो ब्याटलक चाहिँ कस्तो तकलको ब्याटलक रहेछ यार। तर अब त मलाई यो भिडभाडमा भिडियो बनाउनु केही जस्तो पनि लाग्दैन यार। यो भिडमा भिडियोहरू बनाउनु होइन, यत्रो भिड छ नि यहाँनिर, बिचमा उभिएर भिडियो बनाउनु मलाई त अब केही जस्तो पनि लाग्दैन क्या। बिचमा उभिएर भिडियो बनाउनु त केही जस्तो पनि लाग्दैन। अब त बानी भइसकेको छ कि यो त अब धेरै भ्युज नआए पनि त बानी भइसक्यो, केही जस्तो पनि लाग्दैन क्या। ह्या भिडियोको सबै चिज होइन। ल अब ब्याटलकहरू कस्तो छ योभन्दा अगाडिको भिडियोमा मैले हालेको छु, हेर्नु होला ल। अप्पर ब्याटलक पानी पर्दैछ यहाँनिर, यस्तो ब्याटलक भइरहेछ नि आम्मामा। ल मलाई चाहिँ यो ट्राफिकहरूको किन हो किन होइन, राम्रो पनि लाग्छ होइन, आफूलाई पक्रायो भने चाहिँ नराम्रो लाग्छ, तर यस्तो बिचारा खटाइदेखेर चाहिँ राम्रो पनि लाग्छ क्या ट्राफिकहरू चाहिँ मलाई। आम्मामा चिकन 12 बजे घाममा त्यहाँनिर बसिरहेको हुन्छ हौ यहाँनिर क्या, ठिङ्ग क्या। अब के गर्नु बिचाराहरू। ल आम्मा आज थोरै काम भयो त, बजार गयो आइयो, फेरि बजार गयो फेरि आइयो, फेरि बजार गयो फेरि आइयो। घरि नरिवल बिर्सिने, घरि मासु बिर्सिने, घरि पानीले कुट्ने, के भयो ल। अब अझै दिनचर्याहरू सकेको छैन, के कस्तो हुन्छ कमेन्ट सपोर्ट गर्नु होला होइन। अब मैले बबाल चाहिँ बनाउन सक्दिनँ होला, तर पनि मैले बेस्ट ट्राई गर्दैछु है त। है भ्यू चाहिँ यस्तो छ है आजको भ्यू चाहिँ, आजको भ्यू चाहिँ फेरि बबाल लभली।